हेलो गाइज, गुड मर्निङ एन्ड दर्शन नमस्ते। हिजो मात्रदेखि गाउँसम्म आइयो हो। गाउँको घरभन्दा पनि सिधै लेकको घरसम्म आयो। मेरो पछाडि तपाईँ देख्दै हुनुहुन्छ लम्सार र पढेको गाउँ होइन। र बिहानको 36 पनि बज्न आँट्यो हो। 36 23 भएछ। र बिहान बिहान मिरमिरे घाम पनि कति माथि आइसकेको छ हेर्नु न। र म ब्याक साइडतिर छु, म आफ्नै घर अगाडि। बिहान बिहान मुख पनि धोइएछ थोरै गरी। र गाइस देख्दै हुनुहुन्छ घाम पनि कति माथि आइसक्यो भने यहाँ त 4-5 बजे लाग्छ क्या घाम। कति माथि आइसकेको छ होइन। पारी डाँडाकाँडा पुरै पहिला पहिला घुमिएको ठाउँ हो होइन। यो चाहिँ हाम्रो मकै भइहाल्यो गाउँ होइन। हाम्रो हाल्यो उमेर बुवा तयार हुँदैछन् कसम जाने अरे। हाम्रोतिर चाहिँ अब गहुँ काट्ने बेला भइसक्यो। अरूतिर त काटिसक्यो। हाम्रो अब यता चाहिँ पाकेको रहेछ। आलु पनि यत्रो भइसक्यो छ हो। यो फुलकोपीको बोटा नफुलेर त्यस्तो भएछ हो। र यो मुलाको बिउ हुन्छ, यो सुकाएछ भने यो गहुँ भइहाल्यो। अनि हाम्रो चाहिँ यस्ता यी छ नि पेड रुखका हुन्छन् र यहीँभित्र गहुँ हाल्ने बनाएका हुन्छन्। र यसलाई भन्छ हाम्रो खलो होइन। र पुरै गहुँ पाकिसकेको छन्। यता पनि काट्न बाँकी छ। र सबै देखाउने रहेछ। यतापट्टि चाहिँ यो चिरवानीले दार चिरे रहेछ हो। र यो चाहिँ चित्रो भन्छ यसलाई चाहिँ। यो कहाँ लगाउँछ नि यो पनि देखाउनेवाला छु। र हाम्रो गाउँ तलपट्टि छ गाइज हो। ऊ त्यो तल पनि पुल छ, पारिपट्टि पनि हो। र पुरै त्यहाँ पारिपट्टि भन्छ माइ डाँडा हो। माइ डाँडा झारगाँडा के नाम होइन। तल जाल डाँडा पारीको भालटोटका। यो गाउँको नाम यो 2-3 घर झारगाँडा भन्छ हो। त्यहाँनिर भालटोटका भन्छ हो। तिरिखोला भन्छ हो। यो डडुल्ले डाँडो भन्छ हो। र मात्रले नदेखिनको कारण एकै त्यही डाँडो छ क्या। अहिले पुरो बादल पनि लागेको छ हो। अनि यो रातामाटी भइहाल्यो। यसलाई भन्छ आडे कप। र कोप पनि भन्छ, टोप्रा पनि भन्छ। बहुत नामले चिनिन्छ, प्रख्यात छ हो। र गहुँ चुटेपछि यसरी चिलो आउँछ गहुँ जौको चाहिँ यसरी। र यो हाम्रो खलो भइहाल्यो। र यहाँ खलोमा आगोसागो बाल्ने होइन। यहीँ दौदुले चुट्छन्। र यसले चाहिँ हाम्रो के गर्छन् भने गहुँ चुट्ने काम, जौ चुट्ने काम गर्छन् यसले पनि यो हो यस्तो। र यो गहुँ जौ गहुँ रहेछन्। अनि यसले चाहिँ चाल्नुपर्छ जो ठुलो जो गहुँ तल जान्छन्, जो गहुँमा माथि बिट्ठा रहेको त्यो। र यसरी तल आगो बाल्छन्। आगो निमिसोकिया रहेछ। र यहाँ माथि चाहिँ गहुँ हालेका छन् होइन सुकाउन। हाम्रो घामले सुकाउँदैन पराए जस्तो। र त्यो तरिकाले सुक्छ। त्यो तरिकाले सुक्छ र त्यो तरिकाले चाहिँ सुकाउँछन् र 2 दिनमा सुक्छ। छिटो पनि हुन्छ। तर रोटी चाहिँ कालो हुन्छ, बजारका जस्तो सेतो हुँदैन हो। र हाम्रा घाँस काट्ने मेलाहरू हुन्छन् यस्ता। यतापट्टि बुवा जाने अरे। बुवा मात्रडी जान तयार रे। आमा पनि हाम्रो शरीर त्यस्तो हुन्छ हो। र आन्टी यतापट्टि खैके निकाल्दै हुनुहुन्छ। आन्टी यतापट्टि लाग्नु भएको छ। निकाल्नु भयो होला। कुकुर पनि यस्तो बिमारी रहेछ बिचरा। त्यसलाई देखिन सक्नु हान्दा रहेछन्। भनेको गहुँ सुकाउनको लागि काम लाग्ने यही दाउरा हुन्। यही दाउराले हाम्रो जौ गहुँ सुकाउनुपर्छ। कुकुरको पिठीमा कहीँ के भएर रहेछ, रोग लागेको रहेछ, पुरै मुडा छन्। र दाउरा पनि यसो राख्छन्। घाम चाहिँ अब चाहिँ सूर्य राम्रोसँग उदाए। बादल माथिबाट आउँदैछन्। र हाम्रो ढोका बनेको यस्तो छ टक्कै। अनि लुटासुटा हालिसकेका छन्। यसरी खाना पाक्दैछ। हाम्रोतिर चाहिँ खाना पाक्ने सिस्टम यस्तो हुन्छ। र यतापट्टि पनि सुत्ने, यतापट्टि रहेछ यस्तो काम।
र दाउरा हाल्ने यस्तो माथिपट्टि हुन्छ हो, यस्तो हुन्छ। र पुरै यहाँबाट बाहिर जाने पनि छ, यहाँबाट बाहिर जाने पनि छ, र यतापट्टि पनि सुत्ने। र यसरी आयो हो, यो माथिल्लो घर भइहाल्यो। र यहाँ कोठा आमाको भैँसी छ, बाहिर निकाल्न नभ्याएपछि ल ल यो भैँसी भइहाल्यो हो। गाई यतापट्टि कता छ, माथि गाईको बाछो यतापट्टि अर्को छ। र खरायो पनि रहेछन् हो, त्यहाँ गोठा मुनि हिँडिरहेछन्। ढोका पनि बन्द गरौँ अब। घाँस राख्नका लागि चाहिँ हाम्रो यस्तो बनाएको हुन्छ टिनको हो, यस्तो पालो भइहाल्यो। यस्तो पनि हाम्रो घाम घाँस राख्ने यस्तो बनाएको हुन्छ। र यो भइहाल्यो। पुरै यतापट्टि पनि कोठा छ, र यतापट्टि पनि कोठा छ, यतापट्टि पनि सुत्ने। हिजो साँझ धामी आएका, यतापट्टि चाहिँ पुरै दाउरा सिस्टम त्यस्तै हो। यतापट्टि चाहिँ आएर ठ्याक्कै हाम्रो पानीको धारा 24 घन्टा पानी पनि आउँछ। धारा नम्बर 7 लेखेको रहेछ। र यतापट्टि आयो हाम्रो बिजुलीको पोल। बिजुली बिहान चाहिँ हुँदैन। यतापट्टि पनि घर छ, यतापट्टि पनि गाउँ छन्। यो लाम्रो तयार गरेर अब घाँस जानु पर्यो हो। अब यतापट्टि चाहिँ यो कब्लेती भनौँ। यतापट्टि है यो पानीको ट्याङ्की रहेछ हो। र म आज धेरै कुरा देखाउनेवाला छु तपाईँहरूलाई। अब बल त बिहान 5 बजेबाट जोतिरहेको थियो माइलाले हो, भाइले त्यहाँनिर जोतिरहेको छ माइलाले हो। मैले जानुपर्ने त्यहाँ हो, तर यो भिडियोले जुम गर्दा नजिक भएको किलोमिटरै हो त्यहाँ जानुपर्ने। र यस्तो छ हाम्रो गाउँ चाहिँ होइन, बिहानदेखि जोत्छन् र यस्तो छ। र बिस्तारै होले होले हिँड्नुपर्ने भयो। र यसरी यो चाहिँ चुर्थो पाक्छ, आजकल पाकेको छैन, पछि नै खतरा पाक्छ। यो चाहिँ घगाहरू पनि पाक्छ हो, यो मछाइनु भन्छ, यो पनि पाक्छ अब। र यो पानीको ट्याङ्की, पानी छरछर छरछर भइरहेछ। र मैले चाहिँ घाँस ल्याउन जानुपर्ने अरे, माटो हुनेको। मकैको बिउ ल्याइदेऊ भन आन्टीलाई। हान्जेको फोन आएको छ, हान्जेलाई त्यो पनि कुरा थाहा छैन। मेरो आन्टीको चाहिँ यता। र यो बिजुलीको पोल हाम्रो पहिला पहिला नर्मल्ली यस्तो काठको पनि बनाएछन्। र त्यस्तो छ, यो घर पनि हो, आन्टीको भर्खरै लगाउनु भएको रहेछ। र अहिले चाहिँ यस्तो छ कि पुरानो भइसक्यो, 12-15 वर्ष पछाडि आएपछि। तर हाम्रो के हुन्छ भने तल गोठ हो गोरुको, माथि चाहिँ मान्छे बस्ने, त्यो सिस्टम त्यो हो। यसरी
हिँड्दैछु ऊ तँमीले कति बेला काट्यौ कुन काट्यो अनासी भान्जी ओहो खाना खाइकन जाए हा गर्दै जाने हौ यहीँ बस्ने हौ अलि जाए हा भान्जीले घाँसको भारी यस्तो गरी ल्याउँछ हाम्रोतिरको सिस्टम यहाँनिर पनि पानीको धारा छ यहाँनिर यो अङ्कलको यो रुख पुलुङको रहेछ यो पाकेको छैन तर फल चाहिँ लगाइसकेको छ तर पाकेको छैन कहिले पाक्छ थाहा भएन पुलुङको रुख यो यस्तो हुन्छ हाम्रोतिर चाहिँ पर जस्तो यस्तो ढुङ्गाले छोएको हुन्छ नि क्या घरहरू जति गर्दा नि पानी जाँदैन भित्र क्या यो एउटा खासियत हो यो अब बिजुलीको तार भइहाल्यो पानी यहाँ बिजुली आउने भनेको चाहिँ एउटै टाइम हो बिहान 5 बजी 6 बजीसम्म आउँछ बस 4 बजी कि 3 बजी म त सुतेकै थिएँ हो बिजुली गइसकेको छ थाहा भएन यस्तो हुन्छ है त्यो पनि घरै हो र उचिलो भएको चिजलाई चाहिँ यसरी आगो लगाउने गाउँ जो गरिसकेको होइन यो चाहिँ सिस्नो हो यसरी नल गर्छ न बिहातिर आइसि यहाँ आगो बालेको चौकालाई मेरो बाजे हजुरबा हजुरआमा बस्नुहुन्छ यहाँ खौलाउँदै त्यही गोरु बाछा जाँदा बाख्राले पनि दिनेहरूको बनाइहाल्यो भन्दै सुनाल्यो बाजे मेरो हजुरबा पुरा अब यहाँ मेरो बाजेका भैँसा ओहो मार्दछन् कि हप्ड्याउँदो रहेछ यो त पुडातिरको मन त हल्लाउँदो छ र गाइस हाँसी लामोसँगै घाँस काट्न जान लाग्छु र मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्दै गरौँ बाँकी यस्ता भिडियो अवश्य नै आउनेवाला छन् धन्यवाद गाइस यो चाहिँ हाम्रो गडो हो र यो चाहिँ हाम्रो गडो र पारिपाटीको हाम्रो घर हो होइन र त्यहाँबाट देखाउनु भएन तर टाइम नभएको कारणले पुरै गइसकेको छ यतापट्टि पनि हाम्रै हो र सबैले सिमी पनि भन्छन् राजमा पनि भन्छन् त्यसका लागि चाहिँ हाम्रो एउटा नयाँ कार्यक्रम हुन्छ र यो हो भाँटा यही रोकेपछि सिमी उम्रिन्छ नेक्स्टमै त्यस्तो छ लेट्स गो गाइस बाँकी अर्को भिडियोमा साना बच्चाहरूले पनि यसरी पुरै पोसो बोक्दछन् यी कडा कडा भने छैन होइन यसरी बल्ल जोतिन्छ ए 2 गडा खान 2 हल बल्द लाउ कपडा हेरिएन त्यही कपडामा त हुन्छ सर राम्रो है यसरी अब मैले चाहिँ घाँस काट्नु पर्ने रहेछ यो गडा गडाको भित्रको र